छोराको दिनको सुरुवात खानादेखि आउँछ। हिजो राति छिट्टै सुत्दै दादाहरू रास भोक लागिरहेको थियो र अब खाना खाइन्छ अनि त्यसपछि यसो बाहिरतिर निक्लिन्छ दादाहरू आज। मिठो भोजन पनि भइसक्यो होइन, दादाहरूको थालीहरू थाम्छ च्याक्क लाएर। त्यही त अनि केटा अब चल्दैछ केटा। यस्तो छ है बाहिर केटा हो फेरि। जाडो छ केटा यार, हातमा रवै उड्यो यार, उठ्यो यार। रुगा लगाएर नि हैरान छ यार। औला देखिरहेको है। बर जाडो छ त्यो यार। बहिनी बहिनी के छ रुगा लागिरहेछ के गर्ने हो। मसरी सुतिरहेको यस्तरी। उठ 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 केटा एकछिन भेटौँ ल। केटा हो अब दिनभरि यत्तिकै सुतेर बस्यो। मौसम पनि यस्तो छ जाडो। टक्क यहाँनिर चिया खाँदै हो। अब चिया खान लागेको। अब चिया हान्नु पर्यो च्याक्क लगाएर केटा। त्यसपछि कहिले हुन्छ यहाँनिर अब कार्यक्रमहरू। हामी चाहिँ चिया खाना खान्छौँ है अहिले चाहिँ। सोच सन्डेको 12 चाहिँ सोच अर्को दिनभरि केही भएन। त्यो हेर अब बेलुकातिर चिया खाना आएको। के देखाउने होला चाहिँ केटाहरूलाई यही हो, चार्जिङ घन्टा हो। ल केटा हो अब दिनभरि के गर्न भ्याएन कि अब राति नै अब गेम फुटबल म्याच हेर्दा हेर्दा अब सकिने हो रातभरि पनि। गाह्रो छ केटाहरू यहाँ बसिरह आनन्द चिलमा। र आजको लागि यति नै भनेर अब गुड नाइट सघाइनलाई पिसा।